सो तपाईँहरू सबैले इन्टरभ्यू दिइसक्नु भएको होला र आई होप तपाईँ सबैको इन्टरभ्यू राम्रो भयो। अब अहिले धेरैजनाको प्रश्न छ कि इन्टरभ्यूको रिजल्ट कति बेला आउँछ होइन, एडमिसन लिस्ट कति बेला आउँछ। अब यो एक्ज्याक्ट टाइम त कसैले पनि भन्न सक्दैन। हामीले भन्ने भनेको एउटा ट्रेन्ड के थियो त्यो चाहिँ भन्छौँ होइन। अब जेनरली मैले देखेको अनुसार चाहिँ, मैले बुझेको अनुसार तपाईको रिजल्ट चाहिँ आज तपाईँले आफ्टर 9 PM चाहिँ एक्सपेक्ट गर्नु होला, 10 बजेतिर एकचोटि चेक गर्नु होला। जेनरली चाहिँ मेरो टाइममा नि सेन्ट जेभियर्सले अलि रातितिर नै रिजल्ट निकालेको थियो। त्यति बेला चाहिँ अलि कम मान्छेले हेर्न खोज्छन् र जस वेबसाइट क्र्यास हुने चान्सेस हुँदैन होइन। रिजल्ट आउँदाखेरि जहिले पनि सबैले एकैचोटि खोल्दा वेबसाइट क्र्यास हुन्छ। त्यही भएर अलि लेट नाइटतिर चाहिँ रिजल्ट निकाल्ने ट्रेन्ड मैले देखेको छु होइन। त्यो पनि तर जस कन्फर्मै भन्न सकिन्न है त्यो, तर एउटा तपाईँले एक्सपेक्ट चाहिँ गर्न सक्नुहुन्छ। अब इफ केस तपाईँले 10-11 बजेतिर 10 बजेतिर पनि आएन भने त्यसपछि चाहिँ भोलि नै आउँछ होला होइन। अब आज आयो भने त्यही 10 बजेको अराउन्डमा हेर्न सक्नुहुन्छ र त्यसपछि चाहिँ अब एडमिसनको प्रोसेसहरूको बारेमा सबै त्यही नोटिस नै आउँछ होइन। अब हुन त पहिल्यै नै भनिसकेको छ कति पैसा बुझाउनु पर्छ, इन्स्टलमेन्टहरू के छ भनेर। जस अरू डिटेल्सहरू तपाईँले यो जुन एडमिसन लिस्ट आउँछ त्यसमा पनि पाउनुहुन्छ है। सो आई होप मैले तपाईँको क्वेरीलाई एन्सर गरेँ होला। अब इन्टरभ्यू जस्तो भयो, अब जे भयो नि, अब चाहिँ इनकेस अब तपाईँको नाम आएन भने त्यसपछि तपाईँले कम्तीमा महानगरको स्कलरसिपबाट चाहिँ सेन्ट जेभियर्स कलेजमा अब जाने चाहिँ सोच बनाउन सक्नुहुन्छ। त्यहाँ पनि महानगरको एक्जाम राम्रो गर्नुभयो भने त्यहाँबाट पनि जान सकिन्छ है। सो त्यो चाहिँ ब्याक अफ द माइन्डमा राख्नु होला। एन्ड अल द भेरी बेस्ट सबैलाई। थ्याङ्क यू है।